साथीहरु हामीहरु प्याटर्न 2 को क्वेशनमा छौं र प्याटर्न 2 मा मल्टिप्लिकेसन टाइपमा क्वेशनहरु हामीहरु बनाउँदै छौं 2, 8, 16, 64 अनि 128 दिएको छ। त्यसपछि चाहिँ हामीलाई क्वेशन मार्क दिएको छ। अप्सनमा चाहिँ A 508, B 510, C 512 र D 514 दिएको छ। हेर्नुस् यहाँनिर एकदमै सानो डिजिट छ, त्यसपछि एकदमै बढिरहेछ, प्रोग्रेसिभमा छ, यो डिजिटहरु एकदमै बढिरहेछ। त यसरी डिजिटहरु बढिरहेछ भने हामीले पक्का पनि यसमा शंका गर्नुपर्ने कुरा भनेको यी डिजिटहरु मल्टिप्लिकेसनमा छन् अथवा गुणन गरेर यिनी सिरिजमा राखिएका छन् भन्ने कुरा बुझ्नुपर्छ। र यसमा हेरौं 2 4 जा 8, 8 2 जा 16, 16 4 जा 64, 64 2 जा 128। अब 128 कति जा हुनु पर्यो त 4, 4 ले मल्टिप्लाई गर्नु पर्यो। 128 लाई 4 ले मल्टिप्लाई गर्नुस्, 4 8 जा 32, 2 4 2 जा 8, 9 10 11 1 4 1 जा 4 1 5। त्यसैले आन्सर कति भयो त 512। यो क्वेशन मार्कमा अप्सन राख्नु पर्ने छ। A मा 100 छ, त्यसैगरी B मा 104, त्यसैगरी C मा 108 र D मा 120 गरी यी अप्सन छन्। यो सिरिजमा हेर्नुस् 1 1 2 6 24, त्यसपछि क्वेशन मार्क, त्यसपछि 720 दिएको छ। अब 1 र यो लास्ट फर्स्ट र लास्टमा हेर्दाखेरि हेर्नुस् त यिनीहरुको डिफरेन्स कति धेरै छ। अब यो दुईटा डिफरेन्स छ भने यसमा के गर्नुस्, यसलाई मल्टिप्लाई गरेर आको हुन सक्छ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ, किनभने फर्स्ट र लास्टको नम्बरहरुमा एकदमै धेरै डिफरेन्स छ। फर्स्टमा 1 लाई 1 बनाउन केही कुराले मल्टिप्लाई गर्नु पर्ला, फेरि 1 लाई 2 बनाउन केही कुराले मल्टिप्लाई गर्नु पर्ला, 2 लाई 6 बनाउन केही कुराले मल्टिप्लाई गर्नु पर्ला। आखिर क्लियर नै छ यहाँनिर। 2 लाई 6 बनाउन 3 ले मल्टिप्लाई गर्नु पर्यो भने 6 लाई 24 बनाउन 6 4 जा 24 हुन्छ। अब यहाँनिर पहिलोमा 1 लाई 2 बनाउन 2 ले मल्टिप्लाई गर्नु परिरहेको जस्तो छ र यहाँ पहिले 1 ले मल्टिप्लाई गर्नु परिरहेको जस्तो छ। अब हेर्नुस् त 1 2 3 4 आइसक्यो, 24 लाई अब कतिले मल्टिप्लाई गर्नु पर्ला 5 5 4 जा 20 0, या त यो होला या त यो होला। अनि 5 2 जा 10 प्लस 2 12 120 यसको के हो त आन्सर। यसमा 240 अनि क्वेशन मार्क, अनि त्यसपछि 120 अनि 40 अनि त्यसपछि 10 अनि त्यसपछि 2। अब अप्सन हेरौं A 180, B 240, C 420 अनि D 480। यो सिरिजमा 240, त्यसपछि क्वेशन मार्क, त्यसपछि 120, त्यसपछि 40, त्यसपछि 10, त्यसपछि 2 आको छ। हेर्नुस् त यो एकदमै ठूलो छ अनि यो एकदमै सानो छ। ठूलो र सानो, एकदमै ठूलो एकदमै सानो छ भने यहाँ मल्टिप्लाई अथवा डिवाइड भएको हुन सक्छ। अब यताबाट डिवाइड गरेर जानु र यताबाट मल्टिप्लाई गरेर आउनु एउटै कुरा हो। हेर्ने एकचोटी कोशिश गर्ने, ट्राई गर्ने। 2 5 जा 10 भएको छ, 10 4 जा 2 5 जा 10, 10 4 जा 40, 40 लाई 3 ले मल्टिप्लाई गर्दा 120, 120 लाई अब 2 ले मल्टिप्लाई गर्दा 240 आउँछ। त्यसैगरी आन्सर कति भयो त 240। हामीले यसरी पनि हेर्न सकिन्छ अथवा यताबाट हामीले डिवाइड पनि गर्न सकिन्छ।